तपाईहरूले 37 वर्षमा नगरे हो। प्रधानमन्त्रीज्यू त 37 दिन हो। 74 सालमा 2/3 थियो। त्यति बेला त संकल्प कहाँ थियो? यस अगाडि भदौ 22 र 23 र 24 अगाडि कांग्रेस सहितको 2/3 थियो। त्यो बेला चाहिँ संकल्प कहाँ गएको थियो? म यही भन्छु, यो माछा हुन्छ नि, माछा मार्ने बेलामा बल्छीमा तपाईँ गडेउला हालिदिएपछि त्यो गडेउलाको आशाले माछा आउँछ, तर किलकिलेमा अड्किन्छ बल्छी। अब हामीले पनि मिचेका छौँ होला तिम्रो, त्यसकारण आउन बसौँ टुङ्गो लाम भनेपछि ऊ कुरा गर्न आउँछ क्या। अहिले त ऊ कुन हालतमा छ? इपिजीको प्रतिवेदनको त नाम सुन्न चाहँदैन। त्यस कारणले एउटा प्रधानमन्त्रीज्यूले उनीहरूलाई वार्तामा बस्नका लागि सहजीकरण गर्नुभयो, वातावरण बनाइदिनु भयो। दोस्रो, बेलायत जो हिजो ऊ भारतमा चाहिँ शासन चलाइरहेको थियो इस्ट इन्डिया कम्पनीको नाममा, ऊ पनि संलग्न भयो भने यो विषय टुङ्गिन्छ भन्ने दा अन्तर्राष्ट्रियकरण हुन्छ कि? त्यो झन् बेठी कुरा। कसरी बेठी कुरा भने यो दुई देशको मामला हो। हाम्रो टुङ्ग्याउनु त बाँकी छ नि त, आफ्ना आफ्ना क्लेम छन् भन्यो भने टेबलमा बसेर तथ्य प्रमाण राखेर टुङ्ग्याउन बाँकी छ। त्यो कुनै दिनमा टुङ्गिएला, हामी टुङ्ग्याउने विश्वासमै छौँ। तर दुई देशको मामलामा तेस्रो देश ल्याएर हाल्नु यो त झन् गम्भीर कुरा हो। के को निम्ति आवश्यक छ? जबकि दुई पक्षको बसाइ नै भएको छैन, दुई पक्षका तथ्य प्रमाण राखेर छलफलै चाहदैन भन्ने छ। त्यो हाम्रो तर्फबाट हाम्रो दाबी चाहिँ आजको के स्पष्ट रूपमा राख्न सक्दैनौँ। आजको कुरा के हो भने सम्माननीय प्रधानमन्त्रीज्यूको दायित्व उहाँलाई कसैले डिस्टर्ब गर्दैन। हामी तल बसेर ताली ठोकेर सहयोग गर्न तयार छौँ, पटक पटक भनेका छौँ। उहाँसित हामीले गरेको अपेक्षा के हो भने, प्रश्न गर्दा गरेको अपेक्षा पनि र आजको अपेक्षा पनि के हो भने, उहाँले हाम्रा तथ्य प्रमाणका आधारमा कूटनीतिक हिसाबले संवादबाट यो टुङ्ग्याउँछु, यो नेपालको भूमि हो, त्यसलाई कायम गर्छु भन्ने संकल्प हामीले खोजेको संकल्प हो। तपाईले अहिले उहाँसँग संकल्प खोज्नेले तपाईहरुलाई एउटा ठूलो सकस छ। भक्तपुरबाट उता लाएपछि तपाईहरुको चोराउनु उठ्दैन नि? भक्तपुरबाट उता लाएपछि तपाईहरुको चोराउनु उठ्दैन? मज्जाले उठ्छ। 74 सालमा 2/3 थियो। त्यति बेला त संकल्प कहाँ थियो? यस अगाडि भदौ 22 र 23 र 24 अगाडि कांग्रेस सहितको 2/3 थियो। त्यो बेला चाहिँ संकल्प कहाँ गएको थियो? म यही भन्छु, तपाईले जहाँ 74 लाई इंकित गरेर गर्नुभयो त्यही 74 को प्रतिफलै होला नेपालको नक्सा अद्यावधिक भएको। ओके है, यो त आफ्नो जमिन फिर्ता गर्नको निम्ति ठूलो आधार, संवैधानिक आधार, कानूनी आधार हामीले निर्माण गरेका छौं। हैन, तपाईहरुले यो समाधान गर्दिएको भए अहिले प्रधानमन्त्रीले संसदमा गएर यो बोल्नु पनि पर्दैन थियो, यति विवाद पनि गर्नु पर्दैन, हामीले यति समय खेर पनि फाल्नु पर्दैन। सुरु त गर्यौं नि, हामीले सुरु गरेनौं, एउटा कानूनी आधार निर्माण गरेनौं। त्यसपछि त बस्ने भन्दा भन्दै बाना बनाउँदै भाग्ने काम त हामी गरेका त होइन नि। पटक पटक त्यो बेलाका हेर्नुस् त नोटहरू सरकारको तर्फबाट पठाएका हामी भाग्या हो र। त्यसैले टाइम लाग्छ। हामीले विश्वको पनि हेरेका छौं, जहाँ जहाँ विश्वका विवाद भएका, सीमा विवाद भएका मुलुकहरू छौं, दशकौं लागेका छ। ठीक छ त, त्यसो भए तपाई किन आत्तिए अहिले? तपाईहरुले 37 वर्षमा नगरे हो। प्रधानमन्त्रीज्यू त 37 दिन हो। हैन, मैले भन्नु दृष्टिकोणको कुरा हो नि अहिले भनेको त, उहाँले गरिहाल्न पर्थ्यो भनेको होइन नि त।